नमस्कार मित्रहरू है। आजको क्रममा चाहिँ हामी चाहिँ अब गाउँको एकदमै ट्रेडिसनल नेपाली वेडिङ खानु जाँदैछु है। छोराको बिहा छ एकदमै पल्लो गाउँमा वेस्ट सेब्जेमा र मेरो टिममा चाहिँ यहाँ को छ भन्दाखेरि चाहिँ बाजे त छै हो र आजको क्रममा चाहिँ हाम्रो मुकेश भुजेल पनि छ टिममा। लु अब भने चाहिँ हामी चाहिँ लाग्यौँ तपाईँहरूलाई कोसिस गर्छु देखाउने हाम्रो गाउँले बिहा चाहिँ कस्तो हुन्छ भनेर चाहिँ हेर्दै जानुहोस्। अबको क्रममा भने चाहिँ घरबाट हिँडेको केही क्षणमा चाहिँ अझै हाम्रो टिम मेम्बरहरू जोडिसकेको छ यहाँनिर हो। हामी चाहिँ यसरी जान्छौँ साथी हो बिहामा भेला भएर। यही जेठा दाजु छ, यहाँ सुब्दार साप त हुन्छ मेरो टिममा। अब परबाट भाउजूले पनि पछाडिबाट एकदमै बाई गर्दैछ हामीलाई। लु अबको क्रममा चाहिँ हिँड्यौँ बिहामा। अहिले भने चाहिँ हामी अब हिँडेको पनि अलिक टाइम भयो है, गाउँदेखि निकै परै पुग्यौँ। र विशेष कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ हामी जुन जग्गामा बिहामा जाँदैछु है त्यहाँनिर चाहिँ अब रोड चाहिँ छ तर एकदमै कन्डिसन राम्रो छैन हो। त्यसले गर्दा हामी सम्पूर्ण टिमले चाहिँ सर्वसम्मतिमा हिँडेरै जाने पारित गऱ्यौँ है। र निकै टाढै हो, 3 किलोमिटरको आसपास हिँड्नुपर्छ। तर पनि हामी गाउँमा बस्नेहरूलाई चाहिँ हिँडेर बानी नै छ है। र तपाईँलाई देखाउँछु म हामी बिहामा चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ यो पर देख्दै गरेको गाउँमा है। यो गाउँमा चाहिँ हामी बिहामा जाँदैछु। सायद बिहा घर चाहिँ यहाँबाट देख्दैन रहेछ, त्यहाँ पुगेपछि देखाउँछु है। यो बाटोबाट गएर चाहिँ अलिक पर देखिन्छ सर्टकट पन्नी रोड हिँड्नुपर्ने हुन्छ है। र यो डल्लै पहाड नागेर चाहिँ हामी चाहिँ बिहामा पुग्नुपर्ने चाहिँ यो जग्गामा हो मित्रहरू। र हिँडाइ चाहिँ यस्तो हुन्छ अब गाउँघरमा। अरू बेला त गाडीमै जाने गर्थ्यौँ है, आज चाहिँ अब हिँड्नु करै लाग्यो। र हामी 5 जना चाहिँ अब एकदम ढङ्ग पुऱ्याएर गाउँमा दाजुको छोराको बिहा खानु चाहिँ हिँडिसकेका छौँ। लु त साथी हो, अब रोड पनि सकियो है। हामी चाहिँ अब बिहामा जाँदा चाहिँ यसरी हिँड्नुपर्छ, यसरी जङ्गलको बाटो है। किनभने आज हामी जाने बिहा चाहिँ निकै टाढै हो, अघि पनि भने मैले है। यो चाहिँ प्रपर एड्रेस चाहिँ हो अब तपाईँको वेस्ट सेब्जे सिटोङ 1 ग्राम पञ्चायतमा चाहिँ हामी बिहामा जाँदैछु। लगभग 2.5 किलोमिटर त छ होला बाजे अब यहाँदेखि। अन्त यस्तो बाटोबाट जाँदैछौँ है, एकदमै यो जङ्गललाई एकदमै चिरेर हामी चाहिँ जाँदैछौँ। अब हाम्रो टिम चाहिँ यस्तो छ है, एकदम तगडा टिम मेटहरू छ है। र हामी चाहिँ अब लगभग आधी बाटो चाहिँ तय गरिसकेको छौँ। र अब हेर्दै जाउँ अगाडि के हुन्छ तपाईँहरूलाई देखाउने छु है। एकदमै टिपिकल ट्रेडिसनल नेपाली वेडिङ हुन्छ हाम्रो गाउँतिर चाहिँ। फेरि आधी घन्टाको दह्रो हिँडाइपछि चाहिँ हामी पल्लो वेस्ट सेब्जेमा एन्टर मारिसकेका छौँ है। र फेरि पनि एउटा कच्चा रोड भेटिसकेका छौँ। अब चाहिँ हामी यो रोडै रोड हिँडेर बिहाघरसम्म पुग्नेछौँ है। अघि चाहिँ हामी पल्लो डाँडाबाट हिँडेको, एक खोप्चामा पसेर फुत्तै बाहिर निक्लिँदा चाहिँ यहाँ आइपुगेका छौँ है मगर साथीको घरमा। र अबको केही क्षणमा चाहिँ हामी बिहाघरमा पनि पुग्नेछौँ। र हिँडेपछि जिउ तात्तिन्छ है, सबैजनालाई हेर्नु सक्नुहुन्छ। ज्याकेटको चेनहरू खुलिसकेको छ, टोपी हातमा आइसकेको छ है हो, किनभने पसिनाहरू पनि हल्का आयो है। र अबको क्रममा चाहिँ हामी चाहिँ बिहाघरको निकै छेउ आइपुगिसकेको छु मित्रहरू। लु पल्लोपट्टिबाट चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ है, तपाईँले हेर्न सक्नुहुन्छ। यो जुन घरहरू देख्दै गरेको चाहिँ हाम्रो गाउँ हो है। र हामी चाहिँ अहिले चाहिँ वल्लो गाउँ आइपुगिसकेको छु। यो उता सेल्पुहरू पनि देख्न सक्नुहुन्छ, लोवर सिटमहरूको पनि अलिक झलक देख्दो रहेछ। र खुल्ला दिनमा चाहिँ यहाँबाट पनि राम्रै नजारा देख्थ्यो। यो पल्लोपट्टिको मङपुरहरू यहाँ तल चाहिँ हाम्रो जोगीघाट छ है। र अहिलेको क्रममा चाहिँ हामी बिहाघरको एकदमै नजिक आइपुगेका छौँ। र कतिपय मित्रहरूलाई थाहा छैन होला है, हाम्रो सिटोङमा चाहिँ यसरी मौरी पालन पनि हुन्छ है। यहाँ चाहिँ एकदमै अर्ग्यानिक हनीबीको लागि पनि यो चाहिँ हाम्रो अनुप दाले गरेको छ है। र धेरै मात्रामा दाले चाहिँ हनीबीको प्रोडक्सन गर्ने गर्छ है। र तपाईँहरूलाई पनि चाहिएको छ एकदम अरिजिनल 1 नम्बर मौरीको मह भन्यो भने चाहिँ हाम्रो अनुप दासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र दाले चाहिँ आफ्नो बारीभरि नै यसरी अर्ग्यानिक रूपमा मौरी पालन चाहिँ गरेको छ मित्रहरू। हामी पनि बेला बेलामा लाने गर्छौँ दाकोबाट। र तपाईँहरूलाई पनि चाहिएको छ भने चाहिँ दासँग सम्पर्क गर्न सक्नुहुन्छ। र अब चाहिँ हामी बिहाघरमा एन्ट्री मार्नेवाला छौँ। बाटोमा हामीलाई अरूले पनि जोइन गरिसकेको छ है। र अब पनि चाहिँ हामी आइपुगेका छौँ।
र भन्दा भन्दै अबको क्रममा चाहिँ हामी बिहा घरमा आइसकेका छौँ है। यो मुनि चाहिँ हो बिहा घर, हाम्रो जीवनदाको घर हो यो चाहिँ। र आज उहाँकै छोराको बिहा हो है। हामी चाहिँ आइपुगिसकेका छौँ। गाउँको ट्रेडिसनल वेडिङ चाहिँ अब रिसेप्सन चाहिँ यस्तै हुन्छ है। एकदमै मान्छेहरू नाचगान गरिरहेको है, मिठो गीत बजिरहेको। र हामी जब एन्टर मारिसकेको छ र त्यहाँको नजारा पनि म तपाईँहरूलाई देखाउनेछु। लु मित्रहरू, झन्डै 35-40 मिनटको दरिलो हिँडाइपछि चाहिँ अबको क्रममा भने चाहिँ हामी बिहाको गेटमा आइपुगिसकेको छु है। यसरी वेलकमहरू टालेको रहेछ, डेकोरेसनहरू गरेको देख्नुहुन्छ तपाईँहरूले। र अगाडि सेल्फी जोन पनि बनाइदिएको रहेछ है। अहिले चाहिँ गाउँ बस्तीमा पनि सेल्फी जोन चाहिँ बन्नेकै हुन्छ है, त्यो पनि तपाईँहरूलाई देखाउने छु। साथीहरू पनि सबै थाकेको छ है। र बिस्तारै आरामसे एन्ट्री मार्दैछु हामी चाहिँ। र यसरी सेल्फी जोन पनि बनाएको रहेछ, भाइ बहिनीले मजाले डेकोरेसन गरेर। र अबको क्रममा भने चाहिँ हामी चाहिँ बिहामा जोइन भइसकेका छौँ। र यहाँनिर कोल्ड ड्रिङ्क्सहरू रहेछ, यता बेहुला बेहुलीको मण्डपहरू है, हेर्दै जानुहोस्। निकै बेर हिँडेर मजाले गलिएको थियो है। र पानी सानी पिएर एकछिन बिसाएर चाहिँ अब भने चाहिँ हामी काका छोरा सबै मिलेर चाहिँ छोरा बुहारीलाई हार्दिक शुभकामना सहित आशीर्वाद दिँदैछौँ है। यसरी क्रमैसँगले हाम्रो नवविवाहित छोरा बुहारीलाई आशीर्वाद दिउँ है। जीवनभर सुख समृद्धिको कामना पनि गऱ्यौँ है। र हाम्रो भाइले पनि सबैले हामी उमेरको हिसाबले पालैपिलो आशीर्वाद दिएपछि चाहिँ सम्झना स्वरूप तस्बिर पनि साझा गऱ्यौँ है बेहुला बेहुलीसँग। साथै बेहुला बेहुलीको परिवारसँग पनि तस्बिर साझा गरेर चाहिँ अबको क्रममा भने चाहिँ हामी खाना खानुपट्टि लाग्दैछ। र बिहाको फिलहालको नजारा चाहिँ यस्तो छ, तपाईँले देख्नु सक्नुहुन्छ। यसरी नै खाना खानु जाने क्रममा दाजुभाइहरू पनि भेट भयो है। देश विदेशमा रहेको इष्टमित्रहरू, गाउँघरको सम्पूर्ण बन्धुहरू पनि भेट हुन्छ है। अब बिहा भनेको जीवनकै सबभन्दा शुभ कार्य है। र बिहामा आउँदाखेरि तपाईँहरूलाई पनि थाहै छ, सबैलाई भेट्यौँ, यसरी बातचित गऱ्यौँ, हाई हेलो गऱ्यौँ है। टाढो टाढोमा कहिले नभेट्ने हाम्रो इष्टमित्रलाई पनि भेट्ने मौका पायौँ। बातचित गर्दै सबैलाई हेलो हाई गर्दै अब चाहिँ हामी खाना खानु लागि। हाम्रो अति प्यारो बडासँग सम्पूर्ण टिम एउटा तस्बिर लिएर चाहिँ खाना खानु आएको है। यहाँ चाहिँ एकपट्टि चाहिँ पकको रुम रहेछ हो, जहाँनिर चाहिँ तपाईँले देख्नु सक्नुहुन्छ हाम्रो बुलन्दाहरू भर्खर खाना सर्भ गर्दैछ है बुफेबाट। र हाम्रो दाहरू पनि छ, सबैजना हामी लाइनमै लागिरहेछौँ है। र यसरी पाकेको मिठो मिठो व्यञ्जनहरू है छान्दै हाल्दै हाम्रो दादाहरू अगाडि बढ्दैछ हो। अब म चाहिँ दुइटै खान्छु है, पक पनि खान्छु, चिकन पनि खान्छु। र म चाहिँ पहिला यो चिकन रुममा गएर चिकन खाना लिएर आउँछु है। र त्यसको बादमा चाहिँ अलिकति पक पनि ट्राई गर्ने मुडमा छु हो। त्यसले गर्दाखेरि म चाहिँ दुइटै खान्छु। अब यो चाहिँ विशेष गरेर पक नखानेहरूको लागि चाहिँ अलग्गै रुम रहेछ है। र म चाहिँ यहाँबाट चिकन खाना उठाएर चाहिँ अब फेरि पक रुममा गएर दादाहरूलाई जोइन गरेर खानेछु। र अबको क्रममा चाहिँ मैले ल्याइसकेको छु है। म चाहिँ एकदमै सिम्पल खाना खान्छु, देख्न सक्नुहुन्छ थुप्रै व्यञ्जनहरू थियो है। तर मैले चाहिँ मेरो पसन्दको सिम्पल खाना उठाएर चाहिँ अब चाहिँ हामी खानेछौँ। र दादाहरू हाम्रो सबैजनाले यसरी खाँदैछ है। काम गरेर एकदमै खटेर काम गरिरहेछ। यसरी मिठो खाना खाएर चाहिँ अब केही क्षणमा चाहिँ हामी बाहिर साथीभाइलाई भेट्नेछौँ। र त्यसको बादमा चाहिँ घरतिर लाग्नेछौँ। डम्म खाना खाएपछि चाहिँ अब हामी यहाँनिर पकाउने जग्गामा आएको छु है, जहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ कुमार मगर है। हाम्रो दा अचम्म खट्छ बिहातिर। हाम्रो भवन दा त झन् अब कुरै नगरौँ, ऊ त झन् अचम्मै खट्ने केटा हो। र हाम्रोतिर चाहिँ यता कपिल खवास पनि रहेछ। हाम्रोतिर चाहिँ अब क्याट्रिनहरू हुँदैन है। र हाम्रो साथीभाइको भरमा, इष्टमित्र, गाउँ समाजको भरमा नै यसरी खटेर पकाइदिने गर्छ है। र उनीहरूको मेहनतले नै हाम्रोपट्टि चाहिँ बिहाहरू हुने गर्छ। क्याट्रिनहरूको सिस्टम चाहिँ अझैसम्म पनि हाम्रोपट्टि आइपुगेको छैन है। र हाम्रो भवनदा चाहिँ आज निकै जोडले खटिरहेको देखेँ है। यहाँनिर हाम्रो भाइहरू एकदमै बेहुलाको भाइहरू, इन्डियन आर्मीहरूले पनि राम्रो ढङ्गमा, वर्किङ इन्डियन आर्मीले पनि राम्रो ढङ्गमा दाजुको बिहामा भाँडाहरू धुएको देख्दा अति खुसी लाग्यो है। र हाम्रो गाउँघरमा चाहिँ अझै पनि यस्तो छ। र आएर फेरि दादाले नानालाई भेटेर बात गर्दैछ है।
र फोटो पनि खिचिदिनु अरे हो एउटा तस्बिर पनि निकालिदिएँ मैले र अबको क्रममा चाहिँ हामीले खानाहरू पनि सबै खाइसकेर साथीभाइलाई पनि भेटेको छु है र अब अन्तिम चरणमा बाई गरेर चाहिँ हामी घरतिर निक्लिने पक्षमा छौँ। यता हाम्रो मुकेश भुजेलहरूले भर्खर खाँदैछ है बिस्तारी। म चाहिँ अलिक छिट्टै खाएर निक्लेर बाहिरको नजाराहरू पनि देखाएँ तपाईँहरूलाई है। र अब हाम्रो गाउँघरको बिहाको चाहिँ यस्तै हुन्छ है। खानाहरू चाहिँ एकदम मिठो थियो है। मैले पनि मजाले खाएँ, थपी खाँदैछु, हाम्रो साथीहरूले पनि है। र अबको क्रममा चाहिँ हामी परबाट तपाईँलाई बिहाघरको नजारा देखाउँदैछु है। खटिरहेको छ, खट्नेहरू खानेहरू खाइरहेको छ। अब यस्तै हुन्छ हाम्रो गाउँघरको बिहा चाहिँ एकदम अफ बिटमा भए पनि तपाईँले देख्नुभयो। र हाम्रो भाइहरू चाहिँ खट्नुमा चाहिँ केही कसर छोडेको छैन है। र यसरी नै खटेर चाहिँ हामी एकअर्कालाई मद्दत गरेर बिहाहरू सम्पन्न गर्छौँ गाउँ बस्तीमा चाहिँ है। र यो नै हाम्रो संस्कार हो र यसरी नै हाम्रो विवाह हुन्छ। र यता हाम्रो प्रतीक पनि अझै ग्लास माझिरहेको रहेछ है। हाम्रो प्रतीक गुरुजी पनि भाइहरू हाँस्दै मस्ती गर्दै दाजुको बिहामा एकदमै सकाइरहेको छ है। र यसरी नै आदान प्रदानले नै हाम्रो बिहा हुने गर्छ। यता फेरि हाम्रो बहिनी पनि रहेछ, सविता बहिनीले पनि एकदमै पकौडा बनाइदिँदो रहेछ मजाले बसेर। र यही हाम्रो संस्कार हो। यसरी हामी चाहिँ एक आपसलाई सघाउँदै अगाडि बढ्दै एक आपसमा सम्बन्ध राम्रो बनाउँदै गर्छु है। र अबको क्रममा चाहिँ हामी बिस्तारी सबैलाई बाई गर्दै घरतिर जाने पाँजो मिलाउँदैछौँ है। र बिहाको नजारा चाहिँ यस्तै छ, सबैलाई बाई गर्दै। अब बस्नु त मन थियो तर आजदेखि बाजेहरूको टिम लिएर आएको कारणले गर्दा चाहिँ छिटै घर जानुपर्ने हुन्छ है। र यहाँनिर हाम्रो नाना पनि एकदमै व्यस्त रहेछ, साइबो र नाना पनि काम गर्नुमा है। र अबको क्रममा चाहिँ हामीले सम्पूर्ण गरिसकेर चाहिँ बिहा चाहिँ आज तपाईँलाई देखाउनु ढिलो भयो है। योगेश एन्ड जयाको बिहा हो है, हाम्रो छोरा र बुहारी। र यसरी नै सबलाई भेट्दै एक आपसमा हाई हेलो गर्दै बिस्तारी चाहिँ हामी जब घरतिर लाग्ने क्रममा छौँ, जहाँ चाहिँ हाम्रो बुलन्दाले पर्खिरहेछ है। र हेर्दै जानुहोस् अरू पनि के हुन्छ तपाईँलाई देखाउने छु। अन्त बुलन्दाहरू फेरि पनि पर्खिरहेछ हामीलाई। यहाँ बाजेहरू दाहरू अब अन्तिम चरणको बिदावारीमा व्यस्त छ है। एकदमै सधैँभरि भेट हुँदैन, त्यसले गर्दा भेटेको बेलामा बातचित गर्दै म पनि अब दाहरूलाई अन्तिमपल्ट बाई गर्नु आएको छु है। जहाँनिर हाम्रो बन्द देख्नुहुन्छ तपाईँहरूले हो, एकदमै खटिरहेछ आज चाहिँ हाम्रो सेवन्दा सबैजना खटिरहेछ। बेहुलाको बाउ कतिको खुसी छौ आज? दामी खुसी छु आज चाहिँ। ए यो खुसी त है, टप खुसी है। कहिले छैन लु ल लाग्यो ल अब। यता फेरि हाम्रो कपिल खवास अचम्मै खटिरहेको छ है। मसला केलाउँदो रहेछ, भन्दाको झन् कुरै नगरौँ, उसको अचम्मै खटिरहेको छ आज। ऊ चाहिँ खट्छ अरूकोमा पनि, काम गर्ने केटा हो है। र सबैलाई बिदा मागेर अब भने चाहिँ हाम्रो दाहरू त अघि पर पर्खिरहेछ है। म पनि बिस्तारी निक्लिँदैछु। र यहाँ अगाडिको नजाराहरू पनि हेर्नुहोस् तपाईँहरूले। अब चाहिँ हामी लगभग बिहाबाट हिँड्ने तयारी चाहिँ गरिसकेका छौँ। र अब भने चाहिँ हामी हिँड्नेछौँ। र हाम्रो बहिनीले चाहिँ अझै पनि पकौडा बनाउनु चाहिँ जारी राखिरहेछ है। हाँस्दै भए पनि ज्वाइँ पनि रहेछ। र सबैलाई यसरी बिदा गरेर चाहिँ अब हामी तपाईँहरूलाई यो बिहाको माहौल देखाउँदै घरतिर लागेको। ल बेहुलो केटा लाग्यो ल। ल शुभकामना छ है हार्दिक। लु अबको हाम्रो निक्लिने क्रममा चाहिँ बिहाघरको नजारा चाहिँ यस्तो छ है। अब भने चाहिँ हामी ढोक्कै पनि निक्लेको, किनभने मेरो दाहरू चाहिँ निक्लिसकेको छ। र म चाहिँ अन्तिम झलक तपाईँलाई देखाउनुको लागि भिडियो खिच्दै निक्लिने छु है। सबैजना मेरो टिम चाहिँ निक्लिसकेको छ। र यसरी चाहिँ आज हामी बिहा खाएर घरतिर लाग्दैछौँ। यहाँ अगाडि एकदमै सेल्फीहरू फोटोहरू खिच्दो रहेछ है। लु अब भने चाहिँ हामी निक्लेको है मित्रहरू। निकाल्दे भ्लगमा। लु मित्रहरू, लगभग 2.5-3 घन्टा छोराको बिहा मजाले खाएर सम्पूर्ण इष्टमित्रहरूलाई भेट्यौँ है। छरपष्ट भएको आफन्तहरूलाई भेट्यौँ। र अब भने चाहिँ हामी घरतिर लागेको। र तपाईँलाई थाहै छ फेरि पनि हामी चाहिँ अब 35-40 मिनट चाहिँ एकदमै ढङ्ग पुऱ्याएर हिँडेपछि चाहिँ घरतिर पुग्नेछौँ। र हामी चाहिँ आरामसे घरतिर लाग्दैछौँ। आउँदाखेरि 5 जना थियौँ, जाँदाखेरि चाहिँ हाम्रो पुरन्दा र बुलन्दाले पनि हामीलाई जोइन गरिसकेको छ है। र अब भने चाहिँ हामी यसरी बिस्तारै बात मार्दै हिँड्दै घरतिर जाँदैछौँ।
अब डम्मै खाना खाएपछि चाहिँ अलिक हिँड्नु पनि साह्रै पर्छ है, त्यही कारण हामी चाहिँ बिस्तारै हिँड्दै हिँड्दै घरतिर जाँदैछौँ। र अब केही क्षणमा नै फेरि कच्चा बाटो निक्लेर चाहिँ हामी चाहिँ घरतिर जानुपर्ने हुन्छ। र आजको बिहा चाहिँ एकदमै दामी भयो है। यो साँझपख एकदमै घाम पनि अस्ताइसकेको छ, तपाईँले देख्न सक्नुहुन्छ। हामी चाहिँ बिस्तारै हिँड्दै जाँदैछौँ र अबको क्रममा चाहिँ हामी यो पल्लो गाउँमा पुग्नुपर्ने हुन्छ है, हिँड्दै हिँड्दै। र त्यहाँनिर पुगिसकेपछि पनि तपाईँहरूलाई नजारा देखाउने नै छु है। र अब चाहिँ हामी 7 भाइ चाहिँ आरामसे बात मार्दै नजाराहरू हेर्दै घरतिर जाँदैछ। र हामी चाहिँ पल्लो गाउँमा पुग्नुपर्ने हुन्छ है, हाम्रो घर चाहिँ त्यहाँतिरै छ। र बिस्तारै हिँड्दै जिस्किँदै जाँदैछौँ। यहाँनिर हाम्रो नानाहरू सबैजना आफ्नो घरमा फर्किँदैछ है बिहा खाएर। र अहिले भने चाहिँ हामी फेरि कच्चा बाटो हिँड्नुपर्ने हुन्छ अब चाहिँ है, सबैजनालाई बाई गरेर हिँडेर पनि अहिले भने चाहिँ हामी बुलन भुजेलको घरमा आइपुगेका छौँ। र यो चाहिँ यति बेला घाम चाहिँ पुरापुरी अस्ताइसकेको छ है। र हामी चाहिँ घर आइपुगेको छौँ। र तपाईँहरूलाई भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद।